हेलो एभ्रिवन, तपाईहरु सबैलाई स्वागत छ स्वीट कम्ब्याटको नयाँ एपिसोडमा। स्वीट कम्ब्याटको फर्स्ट एपिसोडमा फेङ्गु नाम गरेको केटीलाई देखाइन्छ जो आफ्नो स्टेटको बेस्ट एमएमए फाइटर हुन्छ। उसले अफिसियल म्याचमा पार्टिसिपेट हुन थालेको चाहिँ केही समय मात्र भएको थियो, तर पनि उसको अहिलेसम्म अनब्रेकेबल रेकर्डहरू छन् र उसको रिसेन्ट एउटा फाइटले मार्केटमा धेरै नै तहल्का मच्चाएको हुन्छ, जसको कारणले फेङ्गु पुरै देशभरि नै फेमस हुन्छ। त्यहाँबाट सिन कट भएर फ्ल्याशब्याकमा फेङ्गुलाई नै देखाइन्छ, जहाँ उसले आफ्नो हजुरबुबालाई भनिरहेको हुन्छ कि पछि गएर उसलाई फेमस एमएमए फाइटर बन्नु छ, तर उसको हजुरबुबाले चाहिँ उसले आफ्नो बिजनेसलाई ह्यान्डल गरोस् भन्ने इच्छा राखेका हुन्छन्। एमएमए फाइटर एज अ करियर चुज गरेको कारणले हजुरबुबा फेङ्गुसँग धेरै नै रिसाएका हुन्छन्। फेरि सिन शिफ्ट भएर मिङट्यान नाम गरेको केटालाई देखाइन्छ। ऊ एक स्कुल लेभल पढिरहेको यङ केटा हो जो मकाउमा बस्छ। उसका दुईजना साना भाइ बहिनीहरू पनि छन् जसले स्कुल पढिरहेका हुन्छन्। आमाले छोडेर गएको दिनदेखि अनि बाबाको पनि बिरामी भएर मृत्यु भइसके पछि उनीहरूको सबै जिम्मेवारी चाहिँ मिङट्यान आफैले लिइरहेको हुन्छ। मिङट्यानको कान्छो भाइलाई टिभीमा एमएमए फाइट हेर्न एकदमै मन पर्छ अनि उसको फेभरेट फाइटर फेङ्गु नै हुन्छ, जसलाई उसले रानी भनेर बोलाउने गर्छ। भाइ बहिनीको पढाइ सँगसँगै उनीहरूको खर्च पनि बढिरहेको हुन्छ, त्यसैले उसले पढ्ने इच्छा भए पनि आफ्नो कलेज छाडेर यही नजिकैको एउटा रेस्टुरेन्टमा खाना डेलिभर गर्ने काम गर्छ। यति धेरै समस्या भए पनि उसले आफ्नो पढाइलाई कन्टिन्यू गर्नको लागि स्कलरशिप अपर्च्युनिटीहरू पनि एप्लाई गरिरहेको हुन्छ। एक दिन कामकै सिलसिलामा उसले मार्शल आर्ट मास्टरलाई खाना डेलिभर गर्ने जिम्मा पाउँछ। यो काम अलि मुस्किल नै हुन्छ, किनभने जहाँ खाना डेलिभर गर्नुपर्ने हो त्यस ठाउँमा पुग्न मात्रै 20 मिनट भन्दा बढी समय लाग्थ्यो, तर जसले खाना अर्डर गरेको हुन्छ उसलाई त्यो खाना 15 मिनट भन्दा कम समयमा चाहिएको थियो। टाइम कम भएपछि उसले त्यो डेलिभर गर्न धेरै सर्टकटहरू ल्याएर सकेसम्म छिटो डेलिभर गर्ने कोसिस गर्छ। अब भने डेलिभर गर्ने ठाउँ आइपुग्न लाग्दा बाटोमा एउटा बुढी महिला देखिन्छन् जो ठेलामा फलफुल ल्याएर हिँडिरहेकी हुन्छन्, तर उनको त्यो ठेला अनब्यालेन्स भएर सबै फलफुलहरू बाटोमा नै खसिरहेका हुन्छन्। त्यो देखेपछि मिङट्यानले हेल्प गर्नको लागि अगाडि बढ्छ र त्यो ठेला अनब्यालेन्स भएर सडकको बीच बाटोमा गुडिरहेको हुन्छ। एक्ज्याक्ट त्यही टाइममा एमएमए फाइटर फेङ्गु पनि त्यही बाटो भएर हिँडिरहेकी हुन्छ। उसले त्यो ठेला देख्न साथ त्यसलाई एक्ला तान्छ, जसको कारणले त्यो ठेला टुक्रा टुक्रा पर्छ। ठेला रोकिए पनि त्यसमा भएको फलफुलहरू सबै बाटोभरि पोखिन्छन् र राम्रो हुनुको सट्टा झन् नराम्रो भइदिन्छ। यो सब देखेर मिङट्यानले फेङ्गुलाई त्यो बुढी महिलासँग माफी माग्न भन्छ, तर फेङ्गु माफी माग्नुको सट्टा पैसा दिएर त्यहाँबाट जान्छ। मिङट्यान त्यो घमण्डी केटीको यस्तो बानी देखेर एकदम रिसाउँछ अनि खाना डेलिभर गर्नको लागि आफ्नो गन्तव्यतर्फ जान्छ। त्यसपछि फेङ्गु आफ्नो पुरानो मार्शल आर्ट गुरुसँग भेट हुन जान्छ, जहाँ उसले आफ्नो कुरा सेयर गर्छ। उनीहरू धेरै समय लगाएर डिस्कस गर्छन् र लास्टमा फेङ्गुले एमएमए फाइटिङलाई नै कन्टिन्यू गर्ने डिसिजन गर्छ। अर्को सिनमा मिङट्यानलाई देखाइन्छ जो आफ्नो फ्युचर पढाइ कम्प्लिट गर्नको लागि अर्को स्टेटमा जाने डिसिजन गर्छ र यो कामको लागि उसले फुड डेलिभरी गर्ने कम्पनीको मालिकले धेरै हेल्प गर्छन्। त्यो मान्छेको मन एकदमै सफा हुन्छ, त्यसैले त उसले मिङट्यानलाई अर्को स्टेटमा जानको लागि हेल्प गर्छन् अनि त्यहाँ उसलाई डेलिभरीको जब पनि मिलाइदिन्छन्, साथै मिङट्यानलाई खर्च गर्नको लागि केही पैसा पनि दिन्छन्। नेक्स्ट सिनमा मिङट्यान र उसको भाइ बहिनीहरू एउटा नयाँ घरमा शिफ्ट हुन्छन्। उनीहरूको छिमेकी ठिक नभए पनि त्यहाँ भएको धेरै सामान नै खेल्न मिल्ने हुन्छ, त्यही भएर भाइ बहिनीहरूले त्यो घरलाई एकदमै मन पराउँछन्, जसको कारणले मिङट्यान पनि धेरै खुसी हुन्छ, किनभने उसको लागि भाइ बहिनीको खुसी नै आफ्नो खुसी थियो। अनि घरलाई म्यानेज गर्नुभन्दा पहिला आफ्नो गुरुको फोटो दराजमाथि राख्छ। यो देखेर हामीलाई थाहा हुन्छ कि ऊ पहिले बक्सिङ पनि सिक्ने गर्थ्यो, तर गुरुको मृत्युपछि उसले बक्सिङको पुरै काम छोडिसकेको हुन्छ। त्यसपछि मिङट्यान भाइ बहिनीहरूलाई स्कुल छोडेर आफ्नो नयाँ जबमा जान्छ अनि सब काम सकेर अन्तिममा उसको कलेज जान्छ र उसको नयाँ कलेज स्पोर्टका लागि एकदम फेमस हुन्छ। यो साल भन्दा अगाडि यो एउटा केटीहरू मात्र जाने कलेज थियो, तर यही सालदेखि यहाँ केटाको लागि पनि स्कलरशिप प्रोभाइड गरिन्छ। त्यही कारणले गर्दा मिङट्यानले यहाँ स्कलरशिप पाएको हुन्छ। जब ऊ कलेज भित्र जान्छ त्यो देखेर ऊ एकछिन सकमा पर्छ र ऊ एकछिन सोच्न थाल्छ कहीं मैले कलेज त रङ चुज गरिन, किनभने त्यो कलेजमा एकजना पनि केटा थिएनन्। कलेजमा सबै केटीहरू उसलाई नै घुरेर हेरिरहेका हुन्छन्। एक त ऊ आफू नै क्यूट थियो अनि कलेजमा एउटा मात्रै। अचानक ऊ एक्कासी एक केटा जस्तो देखिने केटीसँग ठोकिन पुग्छ जसको नाम जिमोई थियो अनि खुसी हुँदै कुरा गर्न थाल्छ र भन्छ ऊ धेरै
धेरै लक्की छ किनभने उसले आफू बाहेक अर्को पनि केटा भेट्टाएको छ। त्यो सुनेर जिमोईले आफ्नो पिङ्क कलरको क्लिप निकालेर कपालमा लगाउँछे। त्यसपछि सक मिङत्याङसँग माफी माग्नु बाहेक अरू केही पनि विकल्प हुँदैन भने जिमोई रिसाउँदै त्यहाँबाट स्केटिङ गर्न जान्छे। अर्कोतर्फ प्रिन्सिपल अनि एकजना टिचर जसको नाम वाङ हुन्छ उनीहरू एकदम चिन्तामा हुन्छन् किनभने अहिलेसम्म यो कलेजमा 10 जना केटाले एडमिसन गरेका हुन्छन् तर कलेजमा केही बेर घुमिसकेपछि 9 जनाले अरू नै कलेजमा सिफ्ट हुन्छन्। अब कलेजमा केटाको नाममा एकजना मात्र मिङत्यान बाँकी हुन्छ। त्यसपछि कलेजको प्रिन्सिपलले टिचरलाई अर्डर दिँदै भन्छन् जेसुकै होस् त्यो केटालाई यो कलेज छोडेर जान दिन भएन। अर्कोतर्फ कलेजमा सबै केटीहरू मिङत्यानलाई देखेर पागल जस्तै हुन्छन् र उसको बाटो रोकेर हेल्प गर्न रेडी हुन्छन् जुन कुराको उसलाई आवश्यकता नै थिएन। त्यही बेलामा जिमोई र एकजना केटी बीच यही कुरामा बहस हुन्छ कि तिनीहरू मध्ये कसले पहिला मिङत्यानलाई प्रिन्सिपलको अफिसमा लैजान्छ। तिनीहरूको बहस त्यति बेला नै सकिन्छ जति बेला मिङत्यानले थोरै चलेखी देखाएर त्यहाँबाट भाग्छ। मिङत्यान कलेजको ग्राउन्डमा यताउता भागिरहेको हुन्छ। त्यही बेला उसले आफ्नो अगाडि फ्याङ्गुलाई देख्छ। फ्याङ्गुलाई देख्ने बित्तिकै मिङत्यानलाई मकाउको ठेलावाला इन्सिडेन्ट याद आउँछ र यतिकैमा पार्ट 1 सकिन्छ।